सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा 84 को उपधारा 2 मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था रहेको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को अनुसूची 1 मा बन्द सूचीमा प्रतिनिधित्व गराउनुपर्ने समावेशी समूहको प्रतिशत सम्बन्धी व्यवस्था रहेको सम्मत 2078 सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को अनुसूची 1 मा संशोधन गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम जारी भई उक्त अध्यादेश संघीय संसदबाट स्वीकृत भएको अध्यादेश बमोजिमका प्रावधानलाई प्रतिस्थापन विधेयक मार्फत कायम राख्नु परेकाले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्दछु। धन्यवाद।